आजभोलि चिया संस्कृतिको साह्रै नै धेरै चलन चल्ती भइरहेको बेलामा आज हामी इलामको बिब्लाटी जहाँ चाहिँ जसबिरे टी टेस्टिङ एउटा ठाउँ चाहिँ हाम्रो ग्रीष्म दाजुले खोल्नु भएको छ। यो जसबिरे टी फ्याक्ट्री चाहिँ कसरी सञ्चालनमा आयो भन्दा उहाँहरूको पुर्खौँदेखि 18-20 वर्ष अगाडिदेखि नै चिया रोपनदेखि लिएर उहाँहरूले सबैलाई चियाको विषयमा बताउने, चियाको विषयमा जानकारी गराउने, अझ चिया आफैले बनाएर आफ्नै हातले बनाएर खुवाउने र चिया यस्तो यस्तो प्रकारको हुन्छ भनेर पनि उहाँले जानकारी गराइराख्नु भएको छ। अहिलेसम्म उहाँहरूले युरोपियन कन्ट्रिजहरूमा जस्तै फ्रान्स अनि अमेरिकामा, जापानमा पनि आफ्नो चियालाई एक्सपोर्ट गर्ने गर्नुभएको छ। त्यही कारणले गर्दाखेरि आज चाहिँ म यहाँ यो विभिन्न किसिमको ग्रिन टीहरू, उहाँहरूको एकदमै स्पेसल टीहरू जुन विश्व मार्केटमा पनि फैलिएको छ, म त्यो टेस्टिङ गर्नको लागि आएको छु। तपाईहरुलाई पनि यो बिब्लाटेको ठाउँमा तपाईहरुको बाटो पर्दाखेरि उहाँहरूले निशुल्क रूपमा तपाईलाई चियाको विषयमा भनिदिनुहुन्छ, चिया टेस्टिङमा तपाईहरुलाई सहयोग गर्नुहुन्छ। तपाईहरु यहाँ आइदिनु होला जसबिरे टी फ्याक्ट्री।